हेलो गाइस, गुड मर्निङ। अहिले मलेसियाको 5 बजेको छ। आज धेरै कुराहरू त केही पनि छैन। मनमा एउटा सानो पीडा पनि छ। जस्तै आज मेरो जिजुमा, मेरो मा, मेरो मम्मीको मम्मी र हजुरआमा बिसेको ठ्याक्कै 1 वर्ष भयो। 2025 1 महिना 23 तारिक इन्डियनमा बिसेको। ठ्याक्कै 1 वर्ष भयो। 2026 1 महिना 23 तारिक। र धेरै जसो पुराना मान्छेहरू 1 by 1 गइरहेको छन् लाइफबाट। कतिलाई सक्सेस देखाउला भनेको थियो, कतिले देख्छु भनेका थिए होइन। थाहा छैन अब देखाउन सकिन्छ कि नै, भेट्न पाइन्छ कि नै। यति हो कि उहाँहरू जहाँ पनि हुनुहुन्छ उहाँहरूको आत्माले शान्ति पाओस्। हाम्रो खुसीमा समावेश हुन नपाए पनि उहाँहरूले देखेको छन् भनेपछि केही प्रगति भइरहेको मेरो फ्यामिलीको लाइफमा, उहाँहरूको फ्यामिलीको लाइफमा। उनीहरू ह्याप्पी हुन्। उनीहरूको आउने जुनी मान्छेहरूले पाउँछ भनेपछि राम्रो जुनी पाउन्, जुन जुनीमा उहाँहरू एकदमै ह्याप्पी हुन्, अहिलेको जस्तो दुःख नपाउँ, त्यति नै भन्न चाहन्छु। र जीवनमा कुनै पनि एक्सपेक्टेसन नराखिकन निस्वार्थ मनले कसैको लागि केही काम गर्नु छ भने गर्नु होला गाइस होइन। हजुरहरू एक्सपेक्टेसन राख्नुहुन्छ भने साह्रै मन दुख्छ हजुरको भनेको चिज भएन भने। त्यही भएर कसैलाई पीडा नदिनुहोस् आफ्नो कारणले होइन। कसैसँग धेरै आशा नराख्नुहोस्। पैसाले कसैलाई पनि पुग्दैन र पीडाले कहिले पनि छोड्दैन। सकेसम्म एक्लै रमाउने कोसिस गर्नुहोस् होइन। आफ्नो लाइफमा भएका मान्छेहरूलाई खुसी राख्ने कोसिस गर्नुहोस्। आफ्नो वचनलेहरूलाई पिरोल्ने कोसिस नगर्नुहोस्, चाहे त्यो दुश्मनी किन नहोस्। र जिन्दगी छोटो छ गाइस। यो सानो जिन्दगीमा धेरै नाम कमाउनुहोस्, लाइक पृथ्वीनारायण शाह जस्तै होइन। इतिहास पढ्न सकिन्छ तर त्यसलाई लेख्न गाह्रो हुन्छ होइन। त्यही भएर सकेसम्म इतिहास रच्ने कोसिस गर्नुहोस्। भले हजुर 50 वर्षपछि पनि हजुरको 7औं पुस्ताले पनि मेरो पुस्ता यस्तो हुनुहुन्थ्यो भनेर याद गर्नु, भनौँ न उसलाई। सो यति नै हो गाइस, बाई बाई।